ल है त ल हाम्रो दाइको कुरा सुनौँ है हाम्रो ठुल दाइ चाडपर्व होइन हाम्रो ठुलो बडा हाम्रो दाइको कुरा ल हजुर हजुर पनि एकदम राम्रो पार्कको 2 साथीभाइ आउ ठाउँमा देखाउन सकिँदैन उहाँ चाहिँ हाम्रो ठुल दाजु होइन ठुल दाजु होइन सिनियर होइन अब जेसुकै सुपरभाइजर हाम्रो रुमको है सुपरभाइजर म्यानेजर जेसुकै भन्यो नि हाम्रो उहाँ दाइजो हो है यहाँ चाहिँ हाम्रो सानो भाइ चाहिँ हो अब उहाँले दाइले सिकाउँदै हुनुहुन्छ कसरी कुक गर्ने है हाम्रो के छ भन्दाखेरि वाइ वाइ हाम्रो नेपाली होइन अब नेपाली चाउँछौ भनेको त्यही हो है ऊ भाइले देखाइदिइरहेछ है लु दाइ हाम्रो परदेशीको लाइफ भनेको के कस्तो छ होइन दुःख सुख के छ यसो पोखिदिउँ त ल है दुःख गर्नुपर्छ है मेरो भाइ के छ कस्तो छ भने होइन दुःख सुख हाँसो खुसी साथीभाइ सब एक ठाउँमा छ के छ भन्दाखेरि होइन लु हेरौँ है हाम्रो यहाँ ठुल दाजु र हाम्रो यहाँ एउटा भाइ छ है हाम्रो एउटा भाइ छ जुन हाम्रो के भन्दाखेरि आज 12 बजे राति है आज के बात दाजु शुक्रबार हाम्रो छुट्टी होइन शुक्रबार खाना नपाएर है अब परदेशी लाइफमा भनेको यस्तै छ होइन पहिलाको लागि बाँचिरहेछ एउटा सैनिकले भनेको आफ्नो देशको लागि बाँचिरहेछ भने हामीले आफ्नो देशको लागि भनेको पहिलाको लागि बाँचिरहेछ हो कि होइन यहाँ कमाउनु भनेको हामी आफ्नो परिवारलाई पाल्नु हो र सँगै देशलाई नि बचाउनु के छ भन्दाखेरि हामी यता पठायो भने पक्कै नि देशलाई नि प्रफिट हुन्छ होला है आई थिङ्क के हुन्छ होला है आमा भाइ यतिकै इङ्ग्लिस बोल्यो भने सायद मैले पठाउँछ होला है यस्तो अघि काकाले भने जस्तै होइन सुखमा रमाउनु भन्दा सुख त कहिले हुन्छ नि त दुःखमा रमाउनु खुसीको कुरो हो क्या हामी परदेशमा छौँ परिवारलाई कहिले पनि दुःखको भिडियो पोस्ट नगर्नु जहिले पनि सुखमा भिडियो पोस्ट गर्नु आफूले जति दुःख पाए पनि परिवारलाई नबताउनु जति पीडा हुन्छ त्योभन्दा 10 गुणा पीडा परिवारलाई हुन्छ किनभने उनीहरूले पनि हामीलाई मिस गरिरहेको छ हामीले त गरिरहेको छ तर हामी भनेको हामी बिमारी भयो भने साथीभाइलाई पनि सुनाएर नि घरमा सुनाउँदैन के परिवारलाई खुसी देख्नु छ भने हाम्रो सामान्य दुःख सेयर गर्नु होइन परिवारसँग कुराहरू धेरै गन्थन भयो कि धेरै गन्थन भयो होइन अहिले चाहिँ शुक्रबार राति शनिबार बिहान हुन लागेको छ मोस्ट अफ भइसक्यो अब नेपालमा त भइसक्यो यहाँनिर हुनु बाँकी छ होइन पुरा धेरै भयो अब हाम्रो नेपाल एम्बेसी नेपाल सरकार होइन हरेक देखिरहेको हुन्छ नि त हरेक मान्छेले हालिरहेको हुन्छ भाइरल भइरहेको हुन्छ विदेशी त्यहाँ फस्यो अरे कुन चाहिँ छोरी मान्छे हाम्रो चेलीले कहाँनिर कुटे खायो अरे होइन नेपाल सरकारले आँखा बन्द गरिरहेछ यो गलत कुरो हो क्या गाइज हेरिरहेको छ नेपाल सरकारले तर पनि नेपाली विदेश नजाओस् मलेसिया एकचोटि रोको कता एकचोटि रोको जानु दिएन फेरि जानु दियो नि त किनकि त्यहाँबाट आउने कमिसन चाहिँ रोकेको हो क्या नेपाली त्यहाँ जानु रोकेको होइन क्या त्यहाँबाट आउने कमिसन चाहिँ रोकेर पठाउनु चाहिँ बन्द गरेको थियो फेरि कमिसन आयो फेरि पठाइदियो क्या नेपाल सरकार हामीले यहाँबाट कमाएको रेमिटेन्स यताउति गरेर पैसा खान्छ त्यही भएर नेपालले पठाउँछ कुटे खाओस् गरोस् त्यसैले भन्छ आफै निर्भर गर्ने आफै एक्टिभ रहने यस्तो हुन्छ फसिन्छ भन्ने थाहा भएपछि आफै बुझ्ने र आफै एक्टिभ भएर राम्रो कामको लागि एप्लाई गर्ने राम्रो काममा जान्ने बुझ्ने होइन यस्तो कुराहरू नेपाल सरकार जिरो छ भनेर नि आफै नेपालमा रोजगारै नि छैन त्यही भएर म त आएको भन्ने आफू दैले कोचारी राख्ने आफू एक्टिभ नरहने भने चाहिँ नेपाल सरकार एम्बेसी के अरे त्यो नेपाल के मात्रै जिरो होइन क्या आफ्नै जिन्दगी पनि जिरो हुन्छ क्या त्यही भएर टु बी द एक्टिभ होइन टु बी द काइन्ड यस्तै इङ्ग्लिस इज द फ्राइडे नाइट अफ सटरडे मर्निङ सी यू गाइज हेलो बाई बाई कमेन्ट चाहिँ गर्नुपर्छ कमेन्ट अन्त बिलो होइन लाइक फलो खल्ली भने कमेन्ट चाहिँ गर्नुपर्छ अब राति हुँदै अब खानु लागेको छु खाना
छुट्याएर आउने बित्तिकै अनि अब खानु के यहाँनिर चाउचाउ छ